हेलो गाइज, वेलकम छ राजेशको ब्लगमा तपाईहरुलाई। हामी चाहिँ ट्याक्क साथीभाइ बसेर पछि खाना खान लाग्यो। हाम्रो खाना खाने टाइम भयो नि त दुबईमा। रातभरि ड्युटी गरेर आएको 11-12 बजीतिर खानुपर्छ। यस्तै छ गाइज, के गर्नु हैन। ट्याक्क हामीले चाहिँ हैन यस्तो ट्याक्क मासु छ, भात छ, ट्याक्क खुर्सानी कता छ केटा? खुर्सानी छ, साथीहरु यता बस्दैछ हैन, ट्याक्क बारेर। पानी छ अनि अब खानु पर्छ। खान सक्नुहुन्छ ल। भात हाल न घोप्ट्यो न ल घोप्ट्यो राजेश बड्यो आज अनि ल घोटाउन। Happy birthday to you. Happy birthday to you, Vinod. Happy birthday to you, Vinod. Happy birthday to you. Happy birthday to you. Happy birthday to you. Wait, happy birthday भन न। Happy birthday to you. Happy birthday to you, Vinod. अरु काटेर उ गर्न नसक्यो भने भात र मासुले चाहिँ ट्याक्क कोही चक्कु देऊ न, खै त्यो उ देऊ न, काटा देऊ न, काटो त ल। Happy birthday to you. Happy birthday to you. ताली happy birthday to you. ल happy birthday to you. घोप सँग खाने हो ल। आज बर्थडे चाहिँ मनाइयो ल। हामी खानपिन चाहिँ गर्छौँ हैन। ल मलाई पनि देखाउँ ल। ए यस्तो गरिदेऊ न। त्यो बिगारिहाले यार, उल्टो बनाइहाले। त्यसलाई काटेर फाल्नु पर्छ। काटेर आफू चाहिँ आज निन्द्रा फगाउनको लागि प्याज धेरै खाइरहेको छ। निन्द्रै लाग्छ। त्यो भेनालाई राखिदिएको त्यसलाई सोट उता राख। प्याज खाने भएछ है। खुर्सानी चाहिँ यहाँ फाल त। खुर्सानी चाहिँ यहाँ फाल त। ल गाइस, मान्छे छैन भने फाइट ल गाइस, अब चाहिँ हामी लागेको। ल अब चाहिँ हामी खान्छ अनि पछि यतिमै बन्द गरिदिन्छु। अर्को ब्लगमा भेट्नुपर्छ। ल गाइस, टाटा। ल ल गाइस, ल गाइस, ल अब चाहिँ बन्द।